स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल दिलीप एकाडेमीमा। आज फेरि म तपाईहरु सामु एउटा नयाँ भिडियो लिएर आएको छु। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईहरुलाई एउटा सानो अनुरोध, यदि तपाईले मेरो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनुस् ताकि मैले नयाँ भिडियो हाल्नसाथ सुरुमै तपाईको मोबाइल पुगोस् र भिडियो मन पर्यो भने एउटा लाइक पनि गरिदिनु होला। व्हाट आफ्टर एसईई भन्ने विषयमा मैले तपाईहरुलाई एउटा भिडियो बनाइरहेको छु। एसईई पछि के गर्ने त? धेरै विद्यार्थीहरुको छुट्टै-छुट्टै किसिमको सपनाहरु हुन्छ। कसैको डाक्टर पढ्ने हुन्छ, कसैको इन्जिनियर पढ्ने हुन्छ, कसैको पाइलट पढ्ने हुन्छ, कसैको चाहिँ टेक्निकल लाइनतिर पढ्ने हुन्छ, कसैलाई ब्याङ्कमा नोकरी गर्नुपर्ने हुन्छ, कसैलाई टिचर पढ्ने, कसैलाई विदेश पढ्न जाने, विभिन्न किसिमको सपनाहरु हुन्छ। अब यो सबै गर्नका लागि कुन विषय लिएर पढ्दा के बन्न सकिन्छ त भविष्यमा भन्ने कुरा चाहिँ सबभन्दा ठूलो कन्फ्युजन हुन्छ स्कुल पढ्ने विद्यार्थीहरुलाई। त्यो विषयमा तपाईहरुलाई आज म क्लियर पार्न चाहन्छु। के सपना पूरा गर्नका लागि के लिएर पढ्नुपर्छ त भन्ने कुरा म तपाईलाई जानकारी गराउन गइरहेको छु। जस्तो कसैको चाहिँ इन्जिनियर पढ्ने सपना हुन्छ, इन्जिनियरिङ हैन, इन्जिनियर पढ्ने सपना हुन्छ। अब इन्जिनियर पनि धेरै किसिमको हुन्छ। जस्तो सिभिल इन्जिनियरिङ भनेको घरहरु सम्बन्धी, पुल बनाउने, बाटो बनाउने सम्बन्धी पर्छ। अर्को इन्जिनियर हुन्छ इलेक्ट्रिकल इन्जिनियर भन्ने हुन्छ। इलेक्ट्रिकल इन्जिनियर भनेको बिजुली उत्पादन गर्ने हैन, बत्तीहरु कहाँ कसरी लाइनहरु दिने। अब कति गाउँमा चाहिँ बत्ती नै पुगेको हुँदैन हैन, त्यो गाउँमा चाहिँ कसरी चाहिँ बत्ती पुर्याउने भन्ने किसिमको डिजाइनहरु गर्ने भन्ने हुन्छ। अनि अर्को चाहिँ तपाईको इलेक्ट्रोनिक्स इन्जिनियरिङ भन्ने हुन्छ। इलेक्ट्रोनिक्स इन्जिनियर भनेको चाहिँ विद्युतीय उपकरणहरु बनाउने, जस्तो मोबाइल बनाउने, कम्प्युटर बनाउने, ल्यापटप बनाउने, टिभी बनाउने, अब स्पिकरहरु बनाउने, यस्तो चाहिँ भनेको इलेक्ट्रोनिक्स इन्जिनियरले गर्छ। एरोनोटिकल इन्जिनियरिङ, एरोनोटिकल इन्जिनियरिङ भनेको चाहिँ एरोप्लेन सम्बन्धी एरोप्लेनहरु चाहिँ बनाउने, एरोप्लेनहरुको डिजाइन गर्ने एरोनोटिकल इन्जिनियरहरुले त्यो काम गर्छ। अर्को हुन्छ तपाईको चाहिँ अटोमोबाइल इन्जिनियरिङ। अटोमोबाइल इन्जिनियरिङ भनेको चाहिँ मोबाइल बनाउने होइन है, फेरि मोबाइल बनाउने चाहिँ इलेक्ट्रोनिक्स इन्जिनियरले गर्छ। अटोमोबाइल भनेको चाहिँ गाडीहरु जस्तो कार बनाउने, बस बनाउने हैन, बाइकहरु बनाउने, यो सबै डिजाइन गर्ने काम चाहिँ कसले गर्छ? अटोमोबाइल इन्जिनियरले। जस्तो अनि अरु चाहिँ यस्तै थुप्रै किसिमको इन्जिनियरहरु हुन्छ हैन, धेरै छ, अनगिन्ती छ, सयौं किसिमको छ हैन, सबै भनेर साध्य हुन्न। मैले लगभग सामान्य के भने त्यो भनेको सबै इन्जिनियरिङ भित्रै पर्यो हैन। अब यो सबै इन्जिनियर पढ्नका लागि अथवा कुनै पनि इन्जिनियर बन्नुस् तपाई, चाहे सिभिल बन्नुस् हैन, चाहे मेकानिकल बन्नुस्, चाहे चाहिँ अटोमोबाइल इन्जिनियर बन्नुस्, चाहे आईटी, एउटा आईटी अथवा कम्प्युटर इन्जिनियरिङ पनि हुन्छ हैन। त्यो भनेको चाहिँ त्यसले सफ्टवेयर डेभलप गर्ने काम गर्छ, एप्सहरु बनाउँछ, जस्तो गेमिङ एप्सहरु हैन, तपाईहरुले गेमहरु कति खेल्नुहुन्छ हैन, गेमिङ एप्सहरु बनाउने, जस्तो फेसबुक बनाउने, मेसेन्जर बनाउने, ट्विटर बनाउने, अनि त्यसपछि टिकटक बनाउने, यो सबै एप्सहरु हो, एप्लिकेसन हैन। यो सबै बनाउने काम कसले गर्छ? फेरि सफ्टवेयर इन्जिनियरले गर्छ। सफ्टवेयर इन्जिनियरिङ पनि छुट्टै हुन्छ, अथवा चाहिँ आईटी इन्जिनियरले गर्छ, इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी पढेकोले हो। यो सब पढ्नका लागि, यो सब बन्नका लागि, सबै बन्ने त सपना नलिनुस्, किनभने एउटा मात्रै हो, कि त आईटी पढ्नु पर्यो, कि त सिभिल पढ्नु पर्यो हैन। इन्जिनियरिङ भित्र पनि धेरै किसिमको हाँगा मैले भने भर्खरै हो। यो पढ्नका लागि तपाईले यो इन्जिनियरिङ फिल्डतिर जानका लागि हैन, यो जानका लागि तपाईले 11 12 अथवा प्लस 2 मा एसईई पछि 11 12 मा तपाईले साइन्स लिएर पढ्नु पर्यो। साइन्समा पनि दुईटा फ्याकल्टी हुन्छ। फेरि 11 12 मा साइन्स लिएर पढ्दाखेरि पनि दुईटा हुन्छ, एउटा बायोलोजी हुन्छ, एउटा म्याथ हुन्छ। तपाई म्याथ ग्रुप लिएर पढ्ने कि या त बायोलोजी लिएर पढ्ने। यदि तपाई इन्जिनियरिङ लाइनमा जानु चाहनुहुन्छ भनेपछि तपाईले के पढ्नु पर्यो? म्याथ लिएर पढ्नु पर्यो। 11 12 मा साइन्स लिएर म्याथ लिनु पर्यो, साइन्समा म्याथ लिनु पर्यो है। प्लस 2 मा साइन्स लिएर साइन्समा म्याथ विषय चुज गर्नु पर्यो। त्यो गरेपछि तपाई इन्जिनियरिङतिर जानु पर्नुभयो। अर्को तपाईको डाक्टर पढ्ने इच्छा हुन्छ हैन, अब डाक्टर पढ्नका लागि पनि प्लस 2 मा साइन्सै लिनु पर्यो। साइन्समा फेरि बायोलोजी चुज गर्नु पर्यो सब्जेक्ट के, जस्तो 9 10 मा तपाईले अप्सनल म्याथ लिएर पढ्नुहुन्छ नि, त्यस्तै 11 12 मा पनि तपाईले इन्जिनियर बन्नु छ भने म्याथ लिएर पढ्नु पर्यो प्लस 2 साइन्समा। अनि डाक्टर लाइनतिर जानु छ भने तपाई प्लस 2 मा चाहिँ बायोलोजी लिएर पढ्नु पर्यो। यो मेडिकल लाइन, डाक्टर लाइनतिर जानका लागि पनि साइन्सै पढ्नु पर्यो, तर बायोलोजी लिएर पढ्नु पर्यो। त्यस्तै कसैलाई पाइलट पढ्ने इच्छा हुन्छ, पाइलट पढ्नका लागि पनि प्लस 2 मा तपाईलाई साइन्सै लिनु पर्यो, साइन्सै लिनु पर्यो, त्यसमा तपाईले म्याथ लिएर पढ्नु पर्यो हैन, पाइलट पढ्नका लागि पनि। अरु कोही विद्यार्थीको चाहिँ नाइ म एसईई पछि चाहिँ टेक्निकल लाइनतिर जान्छु भन्ने इच्छा होला, टेक्निकल लाइनतिर जान्छु, म छिटो टेक्निकल लाइन पढेर पैसा कमाउनतिर लाग्ने भन्ने इच्छा छ भने
तपाईँले एसई पछि टेक्निकल लाइन पढ्न सक्नुभयो। अब टेक्निकल लाइनभित्र धेरै किसिमको चाहिँ हुन्छ यसभित्र पनि होइन। ओभरसियर हुन्छ, ओभरसियर भनेको नि घरहरू बनाउने बाटोहरू बनाउने सम्बन्धी हो। अथवा याचे हुन्छ, याचे भनेको हेल्थ असिस्टेन्ट, डक्टरभन्दा एक स्टेप तलको भएर काम गर्नुपर्छ। यसले याचेले पनि बिरामी चेक गर्ने काम गर्छ होइन, तर यो हेल्थ असिस्टेन्ट डक्टरभन्दा एक स्टेप तलको हुन्छ होइन। याचे पनि पढ्न सक्नुभयो टेक्निकल लाइनभित्र। अथवा चाहिँ लेडिजहरूले चाहिँ तपाईँले चाहिँ के अरे स्टाफ नर्स पनि पढ्न सक्नुभयो होइन। स्टाफ नर्स पिसिएल नर्सिङ भनिन्छ, अथवा स्टाफ नर्स होइन, यो पनि पढ्न सक्नुभयो। अथवा ल्याब टेक्निसियन पढ्न सक्नुभयो। ल्याब टेक्निसियन भनेको चाहिँ ल्याबमा काम गर्ने, ल्याबमा चाहिँ कस्तो काम भनेको तपाईँ खकार चेक गर्ने, दिशा चेक गर्ने, पिसाब चेक गर्ने, ब्लडहरू चेक गर्ने, यस्ताहरू कामहरू गर्नुपर्ने हुन्छ तपाईँले ल्याब टेक्निसियन पढ्नुभयो भने। अथवा कसैले चाहिँ फार्मेसी पढ्ने इच्छा होला, फार्मेसी भनेको चाहिँ औषधि सम्बन्धी हुन्छ, जस्तो औषधिहरू बिक्री वितरण पनि गर्न पाउनुभयो होइन। अथवा औषधिहरू बनाउने, म्यानुफ्याक्चरिङ गर्ने, फार्मेसी लाइन भनेको चाहिँ औषधि बनाउने, ल्याबमा चाहिँ तपाईँहरूले चाहिँ औषधिहरू चाहिँ डेभलप गर्ने, औषधिहरू बनाउने काम ल्याब टेक्निसियन, फार्मेसी भनेको। ल्याब भनेको चाहिँ तपाईँले चाहिँ टेस्टहरू गर्ने, ब्लड टेस्ट, दिशा चेक, पिसाब चेक गर्ने। अनि तपाईँको चाहिँ फार्मेसी भनेको चाहिँ औषधिहरू बनाउने अथवा औषधिहरू बिक्री वितरण पनि पर्छ फार्मेसीभित्र। टेक्निकल लाइनभित्र यी विषयहरू पर्छ। र यो विषय पढ्नु छ भने तपाईँले चाहिँ टेक्निकल लाइन लिएर पढ्नु पऱ्यो। एसई पछि 3 वर्षको हुन्छ सिर्फ। अनि त्यसपछि चाहिँ तपाईँ कसैको चाहिँ ब्याङ्कमा नोकरी गर्ने इच्छा होला होइन। ब्याङ्कमा नोकरी गर्नको लागि तपाईँले 11-12मा कमर्स लिएर पढ्नु पऱ्यो होइन। कमर्स लिएर पढ्नु पऱ्यो ब्याङ्कमा नोकरी गर्नको लागि। अथवा कसैको चाहिँ म सिए पढ्ने इच्छा छ मेरो भन्ने होला। सिए भनेको चार्टर्ड एकाउन्टेन्ट होइन। सिएको फुल फर्म चार्टर्ड एकाउन्टेन्ट। यो सिए पनि राम्रो विषय मध्ये पर्छ होइन। अब यसको लागि पनि तपाईँले +2मा कमर्स लिएर पढे पनि हुन्छ, अथवा तपाईँले +2मा साइन्स लिएर पढे पनि हुन्छ। सिए पढ्नको लागि +2मा कमर्स पनि लिन सक्नुभयो अथवा साइन्स पनि लिन सक्नुभयो, कुनै दुईटामा एउटा लिनुहोस्, पछि गएर सिए पढ्न पाउनुहुन्छ तपाईँले। अनि त्यसपछि चाहिँ कसैको टिचर बन्ने इच्छा होला, म त भविष्यमा टिचर बन्यो भन्ने धेरै विद्यार्थीको सपना पनि हुनसक्छ। टिचर बन्नको लागि 11-12मा तपाईँले एजुकेसन भन्ने फ्याकल्टीतिर जानु पऱ्यो। एजुकेसन होइन, 11-12मा एजुकेसन फ्याकल्टीतिर जानु पऱ्यो। एजुकेसन फ्याकल्टीमा गएर अब कुन विषयको टिचर बन्ने त, जुन विषयको टिचर बन्ने त्यही विषय चुज गर्नु पऱ्यो। एजुकेसन लाइनमा गएर, एजुकेसन फ्याकल्टीमा गएर अब म्याथको टिचर बन्नु छ भने म्याथ विषय लिएर पढ्नु पऱ्यो एजुकेसनमा गएर होइन। अथवा तपाईँहरूलाई चाहिँ नेपालीको टिचर बन्नु छ भने नेपाली लिएर पढ्नु पऱ्यो। अथवा इङ्ग्लिसको टिचर बन्नु छ भने मेजर इङ्ग्लिस लिएर पढ्नु पऱ्यो होइन। अथवा सोसियलको टिचर बन्नु छ भने सोसियोलोजी लिएर पढ्नु पऱ्यो। यसरी चाहिँ गर्न सकिन्छ। एजुकेसन चुज गर्नु पऱ्यो तपाईँले फ्याकल्टी चाहिँ टिचर बन्नको लागि। अनि एब्रोड स्टडी भनेको चाहिँ विदेश पढ्ने। कतिपयको सपना होला नाइ म त विदेश पढ्न जाने, अस्ट्रेलिया पढ्न जाने, जापान पढ्न जाने हो, अमेरिका पढ्न जाने हो, अथवा क्यानाडा पढ्न जाने हो, अथवा युके लन्डन पढ्न जाने हो भन्ने इच्छा होला। त्यो छ भने पनि तपाईँले के गर्नु पऱ्यो, +2 चाहिँ पढ्नै पर्छ है। एसई पछि तपाईँले विदेश पढ्न जाने भन्ने हुँदैन। एसई पछि विदेश जाने तपाईँलाई अनुमति छैन। एसई पछि 2 वर्षको तपाईँले +2 11-12 चाहिँ सिद्ध्याउनै पर्छ। 11-12 सिद्ध्याउनु भयो भने कुनै पनि विषयमा सिद्ध्याउनु, चाहे साइन्स लिएर पढ्नु, चाहे तपाईँ कमर्स लिएर पढ्नु, चाहे एजुकेसन लिएर पढ्नु, कुनै पनि विषय लिएर पढ्नु, +2 चाहिँ गर्नै पर्यो विदेश जानको लागि है, विदेश पढ्न जानको लागि। त्यो चाहिँ हुन्छ। कुनै पनि विषय लिएर पढ्नु तपाईँ केही फरक परेन, तर राम्रो पर्सेन्ट ल्याएर पास हुनुपर्छ। अनि पछि चाहिँ अस्ट्रेलिया जानको लागि आइएल्स गर्नुपर्छ होइन। अनि युएसए जानको लागि तपाईँले टोफेल्स गर्नुपर्छ। जापान जानको लागि तपाईँले जापानिज भाषा गर्नुपर्छ। यस्तो किसिमको छुट्टै छुट्टै छ। तर कुनै पनि विषय लिएर +2 11-12 तपाईँले गर्नुभयो भने विदेश पढ्न जान पाउनुभयो, कुनै पनि देश जान पाउनुभयो। अथवा कसैले चाहिँ पुलिस बन्ने इच्छा होला, कसैलाई आर्मी बन्ने इच्छा होला होइन। अब पुलिसको पनि कसलाई सिपाही बन्नु छ भने तपाईँले एसई पछि तपाईँ 18 वर्ष उमेर पुगेपछि डाइरेक्ट भिड्न सक्नुभयो। अथवा कसैलाई नै म असै फाइट गर्ने हो, असै बन्ने डाइरेक्ट भन्ने इच्छा छ भने तपाईँले 11-12 पढ्नै पऱ्यो। कुनै पनि विषय लिएर पढ्नुहोस् है। तपाईँले असै फाइट गर्नको लागि कुनै पनि विषय लिएर 11-12 सिध्याउनु पऱ्यो। कसैलाई म डाइरेक्ट इन्सपेक्टर फाइट गर्ने भन्ने इच्छा होला, म डाइरेक्ट इन्सपेक्टर लड्छु भन्ने इच्छा होला। त्यसको लागि तपाईँले ब्याचलर गर्नुपर्छ। एसई पछि 2 वर्ष 11-12 पढ्ने, त्यसपछि फेरि 3 वर्ष 4 वर्षको चाहिँ तपाईँले ब्याचलर सिध्याउनुपर्छ। ब्याचलर गरेपछि अनि बल्ल तपाईँले डाइरेक्ट इन्सपेक्टर फाइट गर्न पाउनुभयो। +2 गरेपछि 11-12 गरेपछि असै फाइट गर्न पाउनुहुन्छ। सिपाही बन्ने भने एसई पछि पनि लड्न पाइन्छ उमेर पुग्यो भने है। अब आर्मीतिर चाहिँ सिपाही बन्नको लागि एसई मात्र भए पुग्छ होइन। तपाईँलाई कसैलाई सेकेन्ड लेफ्टेनेन्ट फाइट गर्न पाइन्छ डाइरेक्ट आर्मीको लागि। सेकेन्ड लेफ्टेनेन्ट फाइट गर्नको लागि पनि तपाईँले 11-12 11-12 पास गर्नै पर्यो। त्यसपछि बल्ल तपाईँले चाहिँ लड्ने हो आर्मीको चाहिँ सेकेन्ड लेफ्टेनेन्ट भन्ने हुन्छ। अथवा कसैलाई चाहिँ
गभर्मेन्ट जब भनेको सरकारी जागिर गर्ने इच्छा होला, नाइ म त सरकारी कर्मचारी भएर बस्ने हो, टक्क अफिसमा काम गर्ने हो, होइन, सबै मान्छे नमस्कार सर भन्छन्, कति इज्जत पाइन्छ, म त सरकारी जागिर लड्ने हो भन्ने इच्छा छ भने तपाईँले उमेर पुगेछ भने एसई पास गरेपछि उमेर पुग्यो भने डाइरेक्ट तपाईँ खर्दार लड्न पाउनुहुन्छ, खर्दार तयारी गर्ने, खर्दार लड्न पाउनुभयो एसई पछि। कसैलाई डाइरेक्ट सुब्बा लड्ने इच्छा होला, खर्दारभन्दा एक स्टेप माथि भनेको सुब्बा हुन्छ है। यो सुब्बा लड्नको लागि चाहिँ 11-12 पास गर्नु पर्यो। अनि कसैलाई नै म अधिकृत लड्छु, अधिकृत भनेको सुब्बाभन्दा अझ एक स्टेप माथि, अधिकृत भनेको कुनै पनि अफिसको हाकिम हुन्छ सबभन्दा ठुलो अधिकृत, त्यो लड्नु छ भने तपाईँले ब्याचलर पास गर्नु पर्यो। एसई पछि 2 वर्ष कुनै पनि विषयमा तपाईँले चाहिँ 11-12 पास गर्नु, त्यसपछि फेरि 4 वर्ष 3 वर्षको चाहिँ ब्याचलर सिद्ध्याउनु, त्यसपछि बल्ल तपाईँले अधिकृत फाइट गर्न पाउनुहुन्छ है। यस्तो किसिमको हुन्छ। अब यो सबै कुराहरू चाहिँ गर्नको लागि एसई पछि तपाईँले चाहिँ राम्रोसँग +2 पास गर्नु पर्यो, होइन, पढ्नु पर्यो। मैले सबै भने। अब अरू पनि धेरै किसिमको चाहिँ विद्यार्थीहरूको चाहिँ सपनाहरू होला, सर यो बन्नको लागि मैले कुन विषय लिएर पढ्नुपर्छ भन्ने किसिमको केही तपाईँलाई इन्ट्रेस्ट छ भनेपछि मलाई कमेन्ट गर्नुहोला, कमेन्टमा मलाई सोध्नुहोला, म तपाईँलाई त्यसको बारेमा फेरि छुट्टै भिडियो बनाएर सबै कुरा बताउनेछु। धन्यवाद।